यही किराँती समाजबाट यहाँ हाम्रो प्रमुख अतिथिलाई सम्मान गर्दै हुनुहुन्छ। यसै गरी विशिष्ट अतिथिलाई पनि सम्मान गर्ने कार्यक्रम चल्दैछ। उहाँको गरिमामय उपस्थितिमा हामी अत्यन्तै आभार व्यक्त गर्न चाहन्छु। हामी धेरै खुसी छौँ। हामी सबैजना मिलेर देश बनाउनुपर्छ, देशको उज्जवल भविष्य कोर्नुपर्छ। अबको हाम्रो नयाँ पुस्तालाई सही मार्गदर्शन देखाउने सबैको प्रहर हो, सबैको अधिकार हो र सबैको कर्तव्य हो भन्दै आजको प्रमुख अतिथिज्यूलाई हामी धेरै धेरै सम्मानको साथमा हामी सम्मान गर्दैछौँ र उहाँ सदा सर्वदा हाम्रो गण्डकी प्रदेशसँग जोडिनेछ। हाम्रो श्रम संस्कृति पार्टीलाई एउटा मार्गदर्शन, उज्जवल भविष्यको मार्गदर्शन पुग्नेछ भन्ने हाम्रो ठुलो अभिलाषा बोकेको छौँ। उहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। लगाउन प्रमुख अतिथि वास्तवमा हाम्रो यो श्रम संस्कृति पार्टी बिल्कुलै फरक पार्टी। हामीमा मन भावना, हामीमा निस्वार्थ प्रेम लुकेको छ जसमा कुनै स्वार्थ छैन। त्यस कारणले हामी सबै एकजुट हौँ। हामी यो माटोलाई एउटा माटोमया देशलाई एउटा हाम्रो नेपालको जन्म जननी माताको रूपमा हामीले हाम्रो देशलाई चिनाउन सकौँ। हाम्रो देश सदा अटल रहोस्। जबसम्म यो धरती चन्द्र सूर्यले अंकित रहन्छ तबसम्म हाम्रो यो देश नेपाल रहनुपर्छ। हाम्रो हर्क सम्पलको हरेक भनाइमा हाम्रो मन छुने अभिव्यक्तिहरू छन्। त्यसैले हामी श्रम संस्कृति पार्टीलाई अत्यन्तै हृदयबाट हामी सम्मान गर्छौँ र सदा हाम्रो यो श्रम संस्कृति पार्टी उज्जवल भविष्यको साथमा युगौं युगसम्म रहोस् भन्ने शुभकामना दिन चाहन्छु। अब भने हाम्रो कार्यक्रम राष्ट्रिय गानको लागि अगाडि बढ्नेछौँ र राष्ट्रिय गानको लागि बजाइदिनको लागि हाम्रो सबैजना चाहिँ आफ्नो स्थानबाट उभिएर ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। मलाई नवीन सर त जानु नि के भयो माइक धन्यवाद। र फेरि यसै लगत्तै हाम्रो देशमा देश बनाउनको निमित्त र देशको लागि बलिदान दिनुभएको हाम्रो शहीदलाई हामी सम्झन चाहे र शहीदको लागि हामी 1 मिनट मौन धारण गर्नको लागि कृपया फेरि आफ्नो ठाउँबाट सुरु भन्नु न। अब टाइम सुरु भयो।
समाप्त भयो। धन्यवाद सम्पूर्णलाई। अब भने स्वागत मन्तव्यको लागि म अगाडि बढाउन चाहे र स्वागत मन्तव्यको लागि प्रदेश समितिका सदस्य श्री कृष्ण जयसीज्यूलाई स्वागत मन्तव्यको लागि अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू। आज यस श्रम संस्कृति पार्टी कास्की जिल्लाको प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रमका अध्यक्षज्यू, यस पार्टीका पदाधिकारीज्यूहरू, हाम्रो पार्टीका वरिष्ठ नेता, आजका प्रमुख वक्ता, प्रमुख अतिथि, पार्टीका वरिष्ठ नेता सुदन किरातीज्यू, यस कार्यक्रममा उपस्थित हुनुभएका, यो हल प्रदान गरेर, यो वातावरण निर्माण गरेर, यो हल अनुमति दिनुभयो यस समाजका, किरात समाजका अध्यक्ष, पदाधिकारीज्यूहरू लगायत सम्पूर्ण पार्टीका जिम्मेवार साथीहरू, श्रमदाता मित्रहरू र किरात कुलमा जन्मेर किरातको दर्शन अब उदाउँदै गरेको दर्शन हर्कबादलाई अंगीकार गरेर आउनुभएका सम्पूर्ण बुवा आमा, दाजुभाइ, दिदीबहिनीहरूमा म कृष्ण प्रसाद जैसी श्रम संस्कृति पार्टीको अभियन्ताको तर्फबाट सम्पूर्ण बुवा आमा, दाजुभाइ, दिदीबहिनीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय बुवा आमा, दाजुभाइ, दिदीबहिनीहरू, श्रमदाता मित्रहरू, म आफैलाई आज किरात कुलमा जन्मिएको भए मेरो अझै यो हर्कवादी दृष्टिकोण अझै अग्रगामी हुन्थ्यो कि जस्तो लाग्छ। किनभने हामी हरेक वादहरू बोकेर राजनीति गर्यौं, हरेक दर्शनहरू बोकेर राजनीति गर्यौं। यसले हामीलाई सामन्तवादबाट मुक्त त गर्यो, तर हाम्रो आधारभूत चिजबाट मुक्त गर्न सकिरहेको छैन। हामी फन्डामेन्टल कुराबाट माथि उठ्न सकिरहेका छैनौँ। यसलाई निकास दिनको लागि, नेपालीहरूको जीवन स्तर उकास्नको लागि, आधारभूत विचारको, आधारभूत वर्गहरूको न्यायको निम्ति विकास गर्ने हर्कवादलाई अंगीकार गर्दै सम्पूर्ण बुवा आमा, दाजुभाइ, दिदीबहिनीहरू, आजको यो प्रशिक्षणमूलक कार्यक्रम हिजोदेखि नै सामन्तवादको लडाईँमा सरिक भएर सामन्तवादलाई दार्शनिक हिसाबले हामीले आज हामी हर्कवादी विचारमा तेजबमा घुल्लेर निक्लेको डायमन्ड जस्तै हुनेछौँ, 24 क्यारेटको सुन जस्तै हुनेछौँ र त्यो विचारलाई आम जनता सामु, आम समुदाय सामु अगाडि पुर्याएर अघि बढ्नेछौँ र यो कार्यक्रमलाई सुरुदेखि अन्तिमसम्म सहभागी हुनुहुनेछ र हामी वास्तवमा अब हाम्रै देशको विचारलाई, हाम्रै देशको बुद्धिलाई, हाम्रै देशको माटो र दर्शनलाई बुझ्न सकेनौँ भने हामी बत्ती मुनिको अँध्यारो हुनेछौँ। बत्ती मुनिको अँध्यारो सधैँ अन्धकारको झिल्को हुनेछ। त्यस कारणले पनि सम्पूर्ण बुवा आमा, दाजुभाइ, दिदीबहिनीहरूलाई यो कार्यक्रम सुरुदेखि अन्तिमसम्म बस्नको लागि र सम्पूर्ण पार्टीका साथीहरू, श्रमदाता मित्रहरूलाई पनि अनुशासनपूर्वक तरिकाले, धैर्यतापूर्वक तरिकाले आजको यो प्रशिक्षणमूलक कार्यक्रम, अन्तर्क्रियामूलक कार्यक्रममा चाहिँ सुरुबाट अन्तिमसम्म सरिक भइदिनको लागि हार्दिक विनम्रपूर्वक तरिकाले स्वागत गर्दै म बिदा हुन्छु। हस्त नमस्कार। जय माता।